हेलो गाइज, सम्पूर्ण मित्रहरूमा नमस्कार, अभिवादन। हाम्रो यो जुमसुङको यात्रा अति नै अविस्मरणीय रहनेछ। कहिले भुल्नै नसकिने यस क्षणहरूलाई हामीले पार गर्दै हामी गइरहेका छौँ। बाटो सानो देखियो, अति नै विकासले आँखै नदेखेको ठाउँ देखियो। एउटा गाडीदेखि अर्को गाडी जानै नसकिने सानो ट्र्याक, त्यसमाथि हिलम्मे सिमसिम पानी परिरहेको अति नै भयावह मार्ग हामीले पायौँ। भिर खोपेर बनाइएको यस मार्ग हामीले पायौँ। यस मार्ग सुरुङ मार्ग जस्तै देखिन्छ, तर सुरुङ मार्ग पक्कै पनि होइन रहेछ। काली गण्डकीको तिरैतिर बनाइएको यस मार्ग तल काली गण्डकीतिर हेर्दा मनै डराउने किसिमको भिर देख्न सक्छौँ हामी। यसलाई गिद्धे पहरो भन्दो रहेछ। केही वर्ष अगाडि यस गिद्धे पहरोमै सायद एउटा प्लेन ठोकिएर दुर्घटना भएको कुरा पनि हामीलाई गुरुजीले जानकारी दिनुभयो। यस्तो भयावह मार्ग हामीले पार गर्दै गर्दै हाम्रो गन्तव्य भनेको जुमसुङ बजार हुँदै मुक्तिनाथ मन्दिरको दर्शनको निम्ति हामीले यो दूरी, हामीले यो यात्रा पार गरिरहेका छौँ। हाम्रो यात्रा सफल होस् भन्ने हामी कामना गर्न चाहन्छौँ। यस्तो कठिनाइपूर्ण यात्रा पार गरिसकेपछि हाम्रो मनै रमाउने हामीले हिम पहाडहरू देख्न सक्यौँ र अर्कोतिर सुकेको पहाडहरू पनि हामी देख्न सक्छौँ। यो देखिरहेको कालीगण्डकी खोला हो। कालीगण्डकी सानो देखिन्छ, तर हामीले धेरै माथिबाट हेर्दा यो खोला देखिएको सानो मात्र हो। खोला धेरै ठुलै अवस्थामा छ। अब हामी केही क्षणमै जुमसुङ बजारमा पुग्ने हामीलाई जानकारी प्राप्त भइरहेको छ। अब कालीगण्डकी फेरि हामी देख्न सक्छौँ र जुमसुङ बजारको केही भाग हामी यहाँबाट देखिरहेका छौँ। अब चाँडै हामी पुग्ने छौँ र हामी जुमसुङ बजार पुगिसक्यौँ र जगद्गुरु मन्दिरको सबैभन्दा पहिला हामीले दर्शन गऱ्यौँ, किनकि त्यस मन्दिरबाट हामीले जुमसुङ बजारको सबै अवलोकन गर्नु सक्ने हामीलाई जानकारी पाएका थियौँ। पर हामीले देखिरहेका छौँ जुमसुङ एयरपोर्ट र जुमसुङ बजार। कस्तो लाग्यो